मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी जंगलतिर च्याउ टिप्न गएको। प्राय कटुसको कुइन लागेको ठुटाहरूमा उम्रने यो च्याउ बर्खा लागेसँगै उम्रिने गर्छ। पानी पर्न थालेसँगै उम्रिने यो च्याउ छाता आकारको हुन्छ भने प्राय सबैलाई मन पर्ने यो च्याउलाई मृग, किराहरू र केही चराहरूले पनि खाने गर्छन्। यो च्याउ खाँदा एकदमै मिठो हुनुको साथै हाम्रो स्वास्थ्यलाई पनि फाइदा पुर्याएको हुन्छ। हाम्रोतिर चाहिँ यसरी बर्खा लागेसँगै च्याउहरू यसरी उम्रिने गर्छ अनि यो चाहिँ कटुसको रुखमा उम्रेको। हामी चाहिँ बिहानदेखि टिप्नलाई निस्केर जङ्गलमा घुम्दै टिप्दै हामी चाहिँ दुईजना निस्केको च्याउ टिप्नलाई। त्यसमा भाइ टिपिरहेको चाहिँ भाइ हो है, टिपिरहेछ अनि हामीले चाहिँ 2-3 घन्टा जति च्याउ टिपेर 2 प्लास्टिक लिएर घरतिर फर्क्यौँ अनि घरमा लिएर चाहिँ एउटा नाङ्लोमा मस्तसँगले फिजाउँदाखेरि यति देखियो अनि त्यसलाई फेरि खिलाएर फेरि नाङ्लोमा राख्यौँ ठुलो अनि मसिनाहरूलाई चाहिँ पानीमा राखेर बेलुकाको लागि तरकारी बनाउने भनेर राख्यौँ। एन्ड देन एकछिन फोटो खिच्यौँ यसलाई राम्रोसँग मिलाएर। यो भिडियोमा चाहिँ फर्स्टचोटि मैले भोइस ओभर गरेको, सो कस्तो भयो प्लिज कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला।